यस्तो बाटो हेर आमामा धुलो त कस्तो उडेर न हामीलाई तलको मान्छे माथि उडेर आएको नि कस्तो अप्ठ्यारो हुँदो रहेछ छिटो आउँछ सिधै जानु पऱ्यो होइन गाइजहरू सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग अनि तपाईँहरूलाई स्वागत छ मेरो आजको न्यू ब्लगमा ल ल ल भने ल देख्नु सो अनि अहिले चाहिँ हामी चट्टा लगाएर मामा घर जानु लागेको होइन मामा घर नगएको धेरै भइसकेको थियो क्या पहिला त एक दुई हप्तामा गइरहेको हुन्थ्यो अहिले चाहिँ एक दुई महिनै भइसक्यो क्या त्यही भएर अब मामा घर जानु लाग्यो अनि सायद हामी हिँडेर जान्छौँ होला खै के गर्छौँ अब त्यो चाहिँ पछि थाहा हुन्छ होइन आई डोन्ट नो अनि हाम्रो यहाँ निनी हुन्छ चट्टा ल्याएर हेलो हेलो कटु आएर कटु टेङ्की यता यता हेर्नु भने नि हेलो मामुरको साँच्छु यहाँ नि हाम्रो धेरै रिसाइरहनु भएको छ अनि यता हाम्रो ज्याक हामी जानु लागेको थाहा पाएछ होइन यो पुरै सेन्टीमा छ अब सेन्टी भइसक्यो अनि होइन टक्क लगाएर त्यो निकाल्नु पर्ने हुन्छ नभए ट्याउट्याउ कराएको हुन्छ आना प्याज आना फ्रिजेन डली आना न जेंगा बिउँदा धनिया फ्रिजे डेर साग मिर्चा जेंगा बिउँदा गा गानी जान्छ है बा जान्छ है बा मामा घर त्यहाँ ठुलो मम्मी कहाँ जानु लाग्यो मम्मी म अनि सङ्गिना जान्छ भोलि आउँछु आज एक दिन बस्ने अनि भोलि आउने यो चाहिँ हाम्रो गिटार ठिकै पछि आउनु पछि ल्याउँछु मेरो गिटार चाहिँ डाकेकै भनौँ अब न त यतिकै दिन जानु हस् जान्छ ड्याडी भ्यान्टे गरौँ न जान्छ है जान्छ नि नि ल अब एकचोटि राम्रोसित बोलिदिनु न अब चाहिँ भोलि कुल मिला आउने भोलि बेलुकातिर आज बेलुका जानु भोलि खाजा खाए कुकुरले खान्दियो छैन कुकुरले खान्दियो छैन कुकुर चलिरहेछ बाई बाई भन्नु न ल बाई बाई भोलि हेर्नुपर्छ ल भोलि हेरौँ ल भ्लग अनि हामी अझै यत्तिकै टक्क लगाएर के भयो यसलाई चाहिँ हेर्नु ल डन भन्नु नि के ल आफूलाई यता हेर्नु सक्छु मेरो भ्यान्स अनि यता आउनु यो चाहिँ पोज यता कुन चाहिँ लुगा हो यो लुगा हेरौँ न हाम्रो ब्यागी दिदी किन आजकललाई सो अब चाहिँ हामी होइन टक्कर धेरै कतिवटा सामान छ क्या त्यहाँ कतिवटा सामान छ होइन त्यो सामान लिएर अब हामी जान्छौँ होइन यहाँ टेलिकोटबाट जान्छौँ हामी चाहिँ त्यो कुरो लिन आउने कुरो गएर जस्तो लाग्यो थियो अब लिन आउनुहुन्छ भने थाहा भएन लिन आउनु भयो भने गाडीमा जाउँला नभए हिँडेर जाउँला त्यही हो यिनीहरू कति चलिरह्यो भने यिनीहरू चलेछ दिन गोजीमा हालेर यो कुटिलको साग कुटिलको तिनदेखि छैन सबै खाइसक्यो मैले देखाउँछु म त सानो खालको हो क्या छ र भने फोन आयो हाम्रो मम्मी हुनुहुन्छ सङ्गिना मम्मी म जानु लाग्यो होइन के सामान छ यसमा रहेछ छोरी आएर लिनु भएको छ दाजु भित्र सुटिरहनु भएको अवस्था एउटा मात्र रहेछ झोला त ओ कति गरम हो कति गरम यार छ्या यता यो प्लटिङ खत्तै बढाइसक्यो भने त्यो प्लटिङ यहाँ आइसक्यो अनि हाम्रो यहाँ बोट छ सो गाइज अब हामी एकछिन भेट्छौँ होइन दहको लगाएर सो अहिलेलाई यस्तो बाटो हेर आमामा धुलो त कस्तो उडेर न हामीलाई तलको मान्छे माथि उडेर आएको नि मम्मी टुक फ्यान धुलो देखाएको धुलो 1 million zillion jillion dillion cotillion times later.
सो हेलो गाइस, अहिले चाहिँ म यहाँ ठुलो मम्मीका छु होइन। हामी चाहिँ अघि नै आएको नि, आएर म यसो चिया खाएर गेम खेलेर बसिरहेको थिएँ क्या। अनि यता अब के भन्नु यार, धेरै भयो भ्लग नबनाएको होइन, धेरै पछि बनाएर अलिक बोल्नु अलि आएको छैन क्या, त्यही भएर यस्तै छ होइन। सो अनि ठ्याक्कै घर अगाडि चाहिँ स्कुल छ एउटा, कुन चाहिँ स्कुल चाहिँ म पछि देखाउँछु होइन। कस्तो कागा गरेर आमा हो, मस्त एकछिन गेम खेल्यो। अनि त्यसपछि त्यो अलिक जागरै आएन क्या भ्लग बनाउनु, त्यही पनि अब सुरु गरेपछि अन्त्य गर्नुपर्छ भनेर बनाइरहेको हो क्या। अनि यहाँ एउटा टावर छ, अनि आज चाहिँ यस्तो अँध्यारो भइरहेको नि होइन, हेर्न सक्छौ पुरै अँध्यारो छ। अनि त्यहाँ मम्मी र ठुलो मम्मी चाहिँ उता हुनुहुन्छ। बाबु चाहिँको त पहिल्यै बिराज्दै थियो उनी माछा हेलो 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 के छ हो जुगे भ्लग भनिदिउँ होइन हाई मात्रै भन्नु भन्दै आइरहेको छु नि यहाँ, यस्तो म देखाउँछु क्या तलतिर हो। सो गाइजहरू अब चाहिँ तल जान्छौँ होइन। यसमा चाहिँ हामी 4 बजे बिदा नलिनु लाग्यो क्या, नभए अर्का सबै 4 बजे बिदा दिन्थ्यो। 4 बजेको बिदा छ त औँसीतिर दिने। गीत हाल्नुपर्छ जस्तो बोल्नु मन लागेन अहिले मलाई। यता फोटोहरू छ, यता मेरो फेरि बनाउँछु म, कति बनाउनु छ दिक्क लाग्दैन। सो हेलो गाइस, अहिले चाहिँ म यहाँ खानासाना खाएर टक्क लाएर बसिरहेको छु होइन। अनि अहिले चाहिँ 10 बजिरहेको छ अनि म सुत्न लागेको छु। त्यो हे मलाई कुट्न लाउनु भएको छ हे के अँध्यारोमा फोटो खिचेर बत्ती बाल्ने छ नि, त्यही भएर नि बत्ती बलिरहेछ यहीँ आमा झिलिमिली। ल ल ल ठुलो मम्मी हाम्रो ब्याटम्यान आमा आमा। निलो भन्नु पनि त्यस अरू निभाउनु न, निलो बोल्छ नि। होइन यहाँ निलो नि भन्थ्यो कि खै निलो बलिरहेछ, यो यिनीहरू निभाउनु न। निलो होइन भने ल यो चाहिँ निभाउनु न यस्तो। अनि बाबा हुन्छ है चिना देखिरहेछ त यति भयो। अलि एथेन्टिक भनिदिएको जस्तै ठिक हुन्छ। यसो अनि अहिले चाहिँ म खानासाना खाएर बसिरहेको छु। अब सुत्न लाग्छु होइन, त्योभन्दा अगाडि यसो आउटरो बनाऊँ भनेर। अनि यहाँ भिडियो बनाएर यहाँ ठुलो मम्मी हाम्रो ब्याट हान्दै हुनुहुन्छ, त्यहाँ ठुल्ठुलो सुतिरहनु भएको छ। अनि त्यहाँ चाहिँ काली छ, काली छैन अहिले त। अनि अघिसम्म चाहिँ मैले भिडियो बनाइरहेको थिएँ कि, भिडियो बनाएर नछ भने कस्तो लिटर जस्तो गयो भने छ्या। यता काली पुरै उठिरहेको थियो। अनि हाम्रो यहाँ दिदीहरू हुनुहुन्छ, ठुलो हुनुहुन्छ, दिदी हुनुहुन्छ। अब फेरि आएको नि। हेलो 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 जुगे म्यान भ्लगमा सब्सक्राइब गरिदिनु भन्नु जुगा राम्रो जुगा आयो रे, सुगन होइन जुगा। अब स्कुलमा सरहरूले सबैले जुगा जुगा भनेर अनि उसले भ्लगै जुगा राखेको छ जुगा म्यान। किन जुगा भनेर राखेको? जुगा भने के हुन्छ अब? यता केटा अब फ्यान हेर्न सक्छौँ, हाम्रो यहाँ अथेन्टिक पाराको फ्यान छ होइन।
कस्तो महल छ एउटा किन्नुपर्छ जस्तो छ अरे सुन त्यही हो यता छ मेरो राउटर ओ टास्टिङ यो यहाँ मोबाइल खतरा ढिलो सो फेरि हामी माथि जान्छौँ अघि मैले भिडियो बनाएको होइन भिडियो खिचेर हिँड्छ क्या कस्तो टाढा लाग्ने छ है यति हेर भने जिन्दगी त झारै जस्तो अँध्यारो छ यो आँखा तिर्मिर हुन्छ मैले अघि यहाँ चस्मा देखाएको थिएँ यार खोइ उताको बोलेको यहाँ कतिवटा बत्ती छ कतिवटा बत्ती छ सोनी गाइजहरू होइन यस्तै चाहिँ जिन्दगी भ्लग राम्रो लाग्यो नि नलाग्यो नि सब्सक्राइब हानिदिनु पर्ने हुन्छ यो स्विमिङ पुलवाला चस्मा क्या खतरा देख्दो रहेछ नि त मलाई त ओ माई गड हेलो गाइज आई एम भेरी सिङ्गल पर्सन यार अनि के छ सो गाइज कस्तो अप्ठ्यारो हुँदो रहेछ छिटो आउँछ सिधा हाल्नु पऱ्यो होइन गाइजहरू अनि त्यस्तै छ गाइजहरू आजभोलि सिङ्गल छु म यसो मिङ्गल बनाइदिनु होला भनेर सो अनि आज चाहिँ हामी यहीँ सुत्छौँ होइन अनि अघि चाहिँ ठुलो ड्याडीले लिन आउनुभयो अनि ठुलो ड्याडीको गाडीमा सरर आयो त्यो बेला चाहिँ मलाई बनाउने मुडै थिएन त्यो भएर बनाएन होइन अहिले नि मुड त थिएन होइन अनि म यस्तो आफ्नो भ्लग हेरिरह्यो अलिकति कन्फिडेन्ट जगाउनको लागि त्यही भएर अहिले बनाउँदैछु नि त कन्फिडेन्स जागेर सो अनि त्यही हो अब हामी भोलि भेट्छौँ भन्ने सो अनि आज यहीँ सुत्छौँ अनि आज सुतेर भोलि चियासा खाएर खानासाना खाएर मामघर जान्छु होला सायद मामघर जान्छु तर खानासाना खाएर कि खाजा खाएर जान्छु त्यो थाहा भएन जे होस् अब भोलि भेटौँला आजको लागि मैले भ्लगलाई यहीँ टुङ्गाउन चाहे हस् त नमस्ते म तपाईँको जुगा ब्लग्स आँखा कस्तो डेर्मिरो हौ सो बाई बाई गाइजहरू भोलि भेटौँला गुड नाइट गुड मर्निङ अब जसले जति बेला हेर्छ ओह अध्यारो भयो यार अहिले पनि भिडियो आउनु भएको छैन कि हो होइन अध्यारो छ नि त पुरै बत्ती अटोमेटिक छ क्या Bye 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 bye. Good night.